भुन्टी सिरियल भाग 287 त यहाँहरूले हेर्नुभयो होला। यदि हेर्नु भएको छैन भने पनि गुटुङटुङ लाएर गएर हेरिहाल्नुहुन्छ। अनि हेरिसक्नु भएको छ भने कस्तो लाग्यो जस्ताको त्यस्तै कमेन्ट गर्नुस् है। अनि यदि हेर्नु भएको छैन भने नि गएर हेरेर अनि के कस्तो लाग्यो मजासँगले कमेन्ट गर्नु होला है हजुर। अनि अब त्यसमा चाहिँ के हुनुपर्छ भन्ने कुराहरू यहाँहरूले सल्लाह सुझाव पनि दिनुपर्ने हुन्छ क्या। अबको भागमा के हुँदाखेरि ठिक होला, अब यस्तो चाहिँ हुनुपर्छ भन्ने तपाईहरु कतिपयको मनमा कौतूहलता भएको हुनसक्छ। त्यो कुराहरू पनि तपाईहरुले कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला है हजुर। रिप्लाई दिने म छँदैछु, म भिडियो बनाइरहन्छु, तपाईहरुको रिप्लाई बटाबट पाइहाल्नुहुन्छ। युट्युबको कमेन्ट बक्समा पनि कमेन्ट गर्नु होला र मेरो यो भिडियोको कमेन्ट बक्समा पनि कमेन्ट गर्नु होला है त हजुर। ल गुटुङटुङ कमेन्ट ठोकौं। भुन्टी सिरियललाई माया गर्नु होला है त। नमस्ते।